मित्रहरू, आज चाहिँ भने म त्यो तेजपत्ता अर्थात् दालचिनीको विषयमा कुरा गर्न लागिरहेको छु। यो दालचिनी चियामा हालेर खान मिल्छ। यसको पात, यसको बुग्राहरू मासुमा हालेर नि मिल्छ, अनि यो पात पनि मासुमा हालेर खान नि मिल्छ। यो एकदम चाहिँ उपयोगी छ। यो रुखखोकी लागेको बेला नि यसको झोल बनाएर खान सकिन्छ उमालेर। यो हामीले हाम्रो बाँझो रहेको जग्गाहरूमा रोप्न सक्यो भने 5-6 वर्षपछि यसको उत्पादन लिन सकिन्छ। पात, यसको बोक्रा सबै चाहिँ बिक्री हुन्छ, बेच्न सकिन्छ। उत्पादन गर्न सक्यो भने पैसा कमाउनलाई खासै गाह्रो छैन। हेर्नुहोस् मित्रहरू, हामीले चाहिँ यहाँ रोपेका छौँ। यसै गरी बाँझा बारीहरूमा तपाईँहरूले टन्न रोप्नुहोस्, उत्पादन गर्नुहोस्, पैसा मालामाल।